ख्रिस्टको मानिसलाई बनाउने परमेश्वरको इच्छा अनि योजना के छ अलिकति हामी यसलाई एकदमै संक्षेप रूपमा हामी बुझ्ने प्रयास गर्दैछौँ कि येशू ख्रिस्ट को हो। यो पृथ्वीमा उहाँ आउनुभन्दा पहिले उहाँ कहाँ आउनुहुन्थ्यो अनि उहाँ आउने कारण के हो? उहाँ ख्रिस्टान धर्म पो बनाउनु आउनुभएको हो कि धर्मान्तर गराउन पो आउनु भएको हो कि विभाजन विभेद ल्याउन पो आउनु भएको हो कि येशू ख्रिस्ट एउटा नयाँ धर्म पो लिएर आउनु भएको हो कि येशू ख्रिस्ट आउनु भएर हामीलाई के बेनिफिट छ, हामीलाई के फाइदा छ है, संक्षेपमा हामी यसलाई सुन्नेछौँ। र जति पनि हाम्रा मित्रहरू, हाम्रा दिदीबहिनी, छोरीचेलीहरू यहाँ जति पनि प्राङ्गणमा हुनुहुन्छ है, तपाईँहरूलाई यो समयमा थोरै समय तपाईँहरू स्थितिको साथमा सुनिदिनुहोस्, किनभने सबै कुराको सुनाइ बुझाइ चाहिँ के छ भनेदेखि सुन्नुबाट सुरुवात हुन्छ। र जति पनि यहाँ आउनुहुन्छ नि तपाईँहरूलाई यो समयमा म यहाँ के प्रचार गर्न गइरहेको छु भन्दाखेरिलाई है, मानिसलाई कसले बनाउनु भयो अनि मानिसको जीवनमा पाप कसरी आयो, मानिसको जीवनमा मृत्यु कसरी आयो नि, यसको समाधान लिएर येशू ख्रिस्ट आउनु भएको छ। येशू ख्रिस्ट एउटा नयाँ धर्म लिएर धर्म परिवर्तन गराउनको लागि पनि आउनु भएन। येशू ख्रिस्ट यस संसारमा आउनु भएको मुख्य कारण चाहिँ के हो भनेदेखिलाई सृष्टिकर्ता परमेश्वरको योजना यस पृथ्वीमा भएको मानिसको निम्ति के हो त्यो पुरा गर्नलाई आउनुभयो। खास गरेर येशू ख्रिस्ट यस पृथ्वीमा मानिससँग उहाँ बोल्नुहुन्छ, कुनै जातिसँग होइन, देशसँग होइन, कुनै धर्म अनि सम्प्रदायसँग होइन, परमेश्वर चाहिँ पृथ्वीमा बस्ने मानिससँग उहाँ निधडक प्रकारले बोल्नुहुन्छ। पृथ्वीमा भएको मानिससँग परमेश्वरको इच्छा के हो त्यो बोल्नुहुन्छ उहाँले। यस कारणले गर्दाखेरि येशू ख्रिस्ट किन आउनु पर्यो भन्दाखेरिलाई चाहिँ पृथ्वीमा ठुलो मानिसको समस्या छ। पृथ्वीमा मानिसको त सम्पूर्ण कुराहरू छ, धन दौलतहरू छ, शिक्षाहरू छ, सबै कुरा चाहिँ सृष्टिको सबै कुरा चाहिँ परमेश्वरले मानिसलाई नै बनाउनु भएको, मानिसको निम्ति नै बनाएको। पृथ्वीमाथिको सबै हरियालीहरू, हावा पानीहरू, सबै कुराहरू चाहिँ मानिसको लागि नै बनाएको। म तपाईँलाई के भन्दैछु भनेदेखिलाई नि त, तर संसारको सबै कुरो पाए तापनि भए तापनि संसारको सबै कुरोहरू हामीलाई हाम्रो लागि बनाएको भए तापनि संसारको सबै कुरो चाहिँ हाम्रो लागि चाहिँ यो टेम्पोरेरी हो। बुझ्दै हुनुहुन्छ नि? टेम्पोरेरी भनेको चाहिँ के हो भने यो चाहिँ चिरस्थायी होइन, कति महिना र कति सालको लागि हो हामीलाई थाहा छैन, कुनै ग्यारेन्टी छैन। तर निश्चित ग्यारेन्टी चाहिँ के हो भनेदेखिलाई हामी सधैँभरि यस पृथ्वीमाथि हुँदैनौँ। प्रश्न चाहिँ के आउँछ भनेदेखिलाई नि त मानिस नमरेको भए राम्रो हुन्थ्यो होइन, कमसेकम 500 साल बाँचेको भए राम्रो हुन्थ्यो, 500 सालको ग्यारेन्टी पाएको भए पनि राम्रो हुने। प्रश्न चाहिँ के आउँछ भने कसरी मृत्युको सुरुवात भयो? मानिसको जीवनमा मृत्यु नआएको भए बहुत राम्रो हुने थियो होइन। हामीले दुःखसँग सुखसँग जोडेको धन सम्पत्तिहरू होइन इत्यादि इत्यादिसँग हामीले अलिक दिनसम्म यसलाई यसको एउटा आनन्द उठाउन पाउने थियौँ। तर जिन्दगीको कुनै पनि ग्यारेन्टी छैन अनि कसरी चाहिँ मानिसको जीवनमा मृत्यु आयो यो बहुत ठुलो प्रश्न हो। अनि 7 दिनको सुरुवात कसरी भयो? मानिसलाई बनाउनु भयो परमेश्वरले। प्रश्न चाहिँ के आउँछ भने पुरुष पहिले बनाएको कि स्त्री पहिले बनाएको? ठुलो प्रश्न हो, किनभने स्त्री बिना पुरुष हुँदैन र पुरुष आफैले मात्रै मानिस जन्माउन सक्दैन, स्त्रीले पनि सक्दैन। हुन त अहिलेको टेक्निसियनमा के आएको होला त्यो अर्कै कुरा हो। यस कारणले गर्दाखेरि नि त मानिसको जीवनमा चाहिँ मृत्यु चाहिँ कसरी आयो भन्दाखेरिलाई परमेश्वरको आज्ञा तोडेको कारणले गर्दा, पापको कारणले मानिसको जीवनमा चाहिँ मृत्यु आएको छ। केही पल तपाईँको बिचमा है परमेश्वरको ईश्वरको वचनबाट तपाईँलाई बाँड्न चाहन्छु म, किनभने मेरो आफ्नै तर्फबाट यसो बनाएर फुल पारेर बनाएर भन्ने कुराहरू केही पनि छैन। तर तपाईँहरूलाई म परमेश्वरको इच्छा र योजना चाहिँ के हो त्यो कुराहरू बताउन गइरहेको छु। ईश्वरको वचनमा यसरी लेखेको छ, सबै थोक उहाँबाट बनिए र बनिएको कुनै एक थोक पनि उहाँ बिना बनिन आएन। सर्वशक्तिमान, सर्वज्ञानी, सर्वव्यापी, माथिको आकाश र तलको धरती र समस्त ग्रह नक्षत्र सारा सृष्टिको रचना गरे उहाँ चाहिँ परमेश्वर कसैको तरफदारी कसैको पक्षपात गर्नुहुन्न। परमेश्वरको योजना यस धरतीमाथि बस्ने मानिसको निम्ति येशू ख्रिस्ट चाहिँ उद्धार, पापको क्षमा, अनन्त जीवन, अविनाशी अमर अनन्त जीवन दिनको लागि येशू ख्रिस्ट संसारमा आउनुभयो। यहाँनिर रोमी वचनमा यसरी लेखिएको छ, अलिकति वचनको खण्डहरू म तपाईँहरूको बिचमा पढ्न चाहन्छु। यहाँ यसरी लेखेको छ, एकजना मानिसबाट संसारमा पाप आयो, एकजना मानिसबाट संसारमा पाप आयो र पापबाट मृत्यु पनि आयो। त्यसरी सबै मानिसले पाप गरेको हुनाले सबै मानिसमा मृत्यु पनि आएको छ। सबै मानिसले पाप गरेको छ। कसैले पनि मानिलिनु चाहँदैन कि मैले पाप गरेको छु
नि तर सबै मानिसले नि त जाने अनजानेमा जिन्दगीमा गनि नसक्ने पापहरू गरेको छ प्रिय हो। म तपाईँहरूलाई के भन्न चाहन्छु भनेदेखि अहिलेको वर्तमानको चाहिँ ठेगाना जो छ नि त, तपाईँ हाम्रो सबैको ठेगाना चाहिँ लेखेर दिनु पर्यो भने हाम्रो पिनकोडसित हाम्रो डिस्ट्रिक्ट, हाम्रो पोस्ट अफिस सबै डिटेलमा हामी दिन सक्छौँ। हाम्रो एड्रेस छ, हाम्रो ठेगाना, हामी सबैको ठेगाना छ। अहिले वर्तमान हाम्रो ठेगाना हामी प्रत्येक मानिसको नै हुनुपर्ने अनि सबैको नै हुन्छ। तर एउटा समय आउँछ प्रिय हो, अनि हाम्रो शरीरको जो ठेगाना छ नि त, हाम्रो शरीरको ठेगाना चाहिँ लगेर जलायो भने 5 घन्टामा चाहिँ अलिकति खरानी हुने हो, अनि लगेर माटोमा दफनायो भने चाहिँ साल 2 सालको पछाडि खनेर हेऱ्यो भनेदेखि चाहिँ त्यो नरकङ्काल पाउने हो। प्रिय हो, चाहे त्यो कति नै अमीर किन नहोस्, शिक्षित हुनु राम्रो हो, धनवान हुनु राम्रो कुरा हो, तर धन र शिक्षाहरू सबै कुराहरू टेम्पोरेरी हो। टेम्पोरेरी भनेको चाहिँ के हो भनेदेखिलाई यसको कुनै पनि निश्चित छैन, ग्यारेन्टी छैन, यो चाहिँ वर्तमानको लागि हो। यस कारणले पर्मानेन्ट कुरा चाहिँ कहाँ छ यो कुरा बुझ्नु हामीलाई जरुरी छ। यस कारणले गर्दाखेरि शरीरको ठेगानाको विषयमा म तपाईँलाई अलिकति संक्षेपमा बताइदिउँ। शरीरको जो ठेगाना छ नि, अहिले चाहिँ हामी संसारमाथि छौँ, आफ्नै आफ्नै भाषाहरू बोल्छौँ, आफ्नो आफ्नो घरमा बस्छौँ, आफ्नो आफ्नो तरिकाले हामीहरू जिउँछौँ, तर हाम्रो शरीरको ठेगाना चाहिँ के हो भनेदेखि चाहे त्यो विश्व सुन्दरी नै किन नहोस्, पृथ्वीको कति ह्यान्डसम, कति नाम चलेको विश्व प्रख्यात मानिस किन नहोस्, तर एक दिन मानिस मर्छ, लगेर जलायो भनेदेखि त्यो अलिकति खरानी हुने हो, अनि अलिकति त्यसलाई माटोमा दफनायो भने त्यो त्यसको शरीर चाहिँ किराले खाने हो, धमिरालाई खाने हो, औँसा पर्ने हो। 2 साल पछाडि खनेर हेऱ्यो भने चाहिँ नरकङ्काल त्यहाँ फेला पर्ने हो। शरीरको ठेगाना चाहिँ प्रिय हो, चाहे कोही पनि जातको मानिस होस्, कोही पनि देशको, कोही पनि भाषा, कोही पनि सम्प्रदायको मानिस होस्, किनभने परमेश्वरको वचन चाहिँ देश, जाति, सम्प्रदाय, भाषा, धर्मको कुराहरू गर्दैन। परमेश्वरको वचन चाहिँ सृष्टिमा सर्वोत्तम र सर्वश्रेष्ठ गरेर बनाएको, पृथ्वीको धनी, पृथ्वीको मालिकको रूपमा बनाएको मानिससँग परमेश्वर बोल्नुहुन्छ, पृथ्वीको डल्लो मानिससँग उहाँ बोल्नुहुन्छ। एउटा जाति, एउटा देश, एउटा धर्म, एउटा सम्प्रदाय, एउटा संस्था, कुनै पनि प्रथासँग, कुनै मानिससँग उहाँ एउटा पार्टिकुलर मान्छेसँग होइन। सृष्टिकर्ता परमेश्वर कसैको पेवा होइन, कसैको पर्सनालिटी, कसैको पेवा पक्षपात गर्नुहुन्न। उहाँले आकाशमुनि धरतीमाथि भएका सबै मानिसलाई परमेश्वरले वास्ता गर्नुहुन्छ नि ख्याल गर्नुहुन्छ। अनि यो पवित्र शास्त्रभित्र परमेश्वरको योजना अनि इच्छाभित्र लक्ष्य प्रेसँगले हामीले परमेश्वरको इच्छाहरू हामीले पाउन सक्छौँ। प्रिय हो, हामी के सोच्छौँ भने धेरै समय हाम्रो विचारमा हामी जिउँछौँ। 7 दिनको सुरुवात कसरी भयो, पत्ताहरू पल्टाएर पढेर सुनाऊ भन्यो भनेदेखि हामीलाई पसिना आउला, किनभने पढेर सुनाउन हाम्रो विवेक र विचारको कुराहरू त कसैले पनि राख्नु सक्ला, तर 7 दिनको सुरुवात कसरी भयो नि यसलाई बुझ्नुको लागि यो धर्मशास्त्र, यो पवित्र शास्त्र, यो परमेश्वरको वचनमा यो कुराहरू लेखेको छ। प्रिय हो, म तपाईँलाई के भन्दैछु भनेदेखिलाई नि त परमेश्वरले एउटा पुरुष अनि एउटा स्त्री गरेर बनाउनु भयो। त्यो समयमा कुनै जाति थिएन, कुनै देश थिएन, कुनै भाषा थिएन, कुनै धर्म थिएन, कुनै सम्प्रदाय संस्था केही पनि थिएन। एउटा पुरुष अनि एउटा स्त्री, तिनीहरूले नै परमेश्वरको आज्ञा तोडे, अनाज्ञाकारी भए, पाप उनीको जीवनमा आयो, पापको साथसाथै उनीको जीवनमा मृत्यु पनि आयो। त्यो पाप र त्यो मृत्यु चाहिँ त्यो बिउ चाहिँ हरेक मानिसमा आएको कारणले हरेक मानिसलाई चाहिँ पाप सिकाउनु पर्दैन। रिस, राग, अहङ्कार, घमण्ड, निन्दा, छल, व्यभिचार, हरेक किसिमको खराबी चाहिँ एकदमैसँगले मुछिएको छ। आज सबै प्रकारको दङ्गाहरू, किसिम किसिमको भाँड भैलोहरू, अमेलहरू, जुद्ध विग्रहहरू, किसिम किसिमको खराबी पापहरू होइन, आजको दिनमा हरेक प्रकारको नशालु पदार्थहरू, मानिसको सोच, विचार, भावना, कल्पना, इच्छाले मानिस चाहिँ पापी हो भन्ने कुरा चाहिँ सबुत अनि प्रमाणित गर्छ। यस कारणले प्रिय हो, परमेश्वरको वचनमा यसरी साफसँगले लेखेको छ कि स्वर्ग चाहिँ के हो भने अविनाशी हो, स्वर्ग चाहिँ अजम्बरी हो, स्वर्ग चाहिँ अमर हो, स्वर्ग चाहिँ अनन्त काल हो। अनन्त भनेको चाहिँ नेपाली भाषा नै हो, आसामिस पनि हो, हिन्दी पनि हो। अनन्त भनेको चाहिँ कहिले पनि अन्त हुँदैन। अब शरीरको ठेगानाको विषयमा हामीले संक्षेपमा सुन्यौँ, किनभने यसलाई सुन्नुपर्ने कुराहरू थुप्रै छ, तर म तपाईँलाई आत्माको विषयमा बताइदिउँ। किनभने शरीर चाहिँ मानिसको आत्मा बस्ने घर हो। शरीर चाहिँ जस्तो हाम्रो एउटा शरीर र आत्मा, एउटा मानिस डल्लो एउटा मानिस परिवार चाहिँ एउटा घरमा बस्छ, चाहे त्यो झोपडीको होस्, चाहे त्यो आरसीसी कुनै पनि स्टाइलको घर किन नहोस् नि, घरभित्र घर चाहिँ मानिसको वासस्थान हो। हाम्रो शरीर चाहिँ चाहे पुरुषको होस्, चाहे स्त्रीको होस्, हाम्रो शरीर चाहिँ के हो भने आत्माको घर हो। हाम्रो शरीरभित्र चाहिँ के छ भने आत्मा चाहिँ विद्यमान छ। हाम्रो शरीरभित्र चाहिँ आत्मा चाहिँ एकदमैसँगले अदृश्य प्रकारले विद्यमान छ, चाहिँ महसुस गर्ने कुरा हो।
यो चाहिँ हामीले थाहा गर्न सक्ने कुरा हो। तर देखाऊ तिम्रो आत्मा कहाँ छ भन्दाखेरि कसैले पनि देखाउन सक्दैन प्रिय। आत्मा चाहिँ के छ भनेदेखि हाम्रो शरीर रूपी घरभित्र चाहिँ त्यो चाहिँ अदृश्य प्रकारले चाहिँ त्यहाँभित्र चाहिँ विद्यमान छ, त्यो बसेको छ। जस्तै शरीर निस्किन्छ अनि मानिसले भन्छ लु फल्नालाई हामीले हिजोको दिनमा हामीले देखेको, अस्ति देखेको है, 1 महिना पहिले हामीले देखेको, बात गरेको त्यो मान्छे फल्ना ढिम्का फल्ना ढिस्का मरेछ, हामी यस्तो खाले कुराहरू गर्छौँ प्रिय। शरीरबाट जसमा आत्मा निस्किन्छ नि खाली घर हो यो, पैतालोबाट लिएर कपालको टाउको कपालसम्म सबै कुराहरू ठिकै हुन्छ, त्यसभित्र भएको मानिस चाहिँ हुँदैन। तर आत्मा कहाँ जान्छ म तपाईँलाई यसको विषयमा अलिकति बताइदिउँ, किनकि परमेश्वरको वचनमा यो चाहिँ के छ भनेदेखि ईश्वरको वचनले चाहिँ पार्टिकुलरली एउटा छुट्टै एउटा क्रिस्चियनको लागि बोल्दैन। परमेश्वरको वचनले सारा देश पृथ्वीमा आकाश तल पृथ्वीमा भएको मानिससँग बात गर्दछ, संवाद गर्दछ। त्यो सुन्छ कि सुन्दैन, मान्छ कि मान्दैन, त्यो आफ्नो व्यक्तिगत फैसला हो। यसमा कसैले पनि 100मा 100मा 1% पनि कसैले जबरजस्ती गर्ने अधिकार छैन। यस कारणले गर्दाखेरि म तपाईँलाई के भन्छु भनेदेखिलाई ईश्वरको वचनमा यसरी लेखिएको छ कि जसरी मानिसको निम्ति एकपल्ट मर्नु निश्चित छ र त्यस पछाडि त्यसको इन्साफ हुन्छ, मानिसको निम्ति एकपल्ट मानिसको निम्ति मर्नु निश्चित छ भनेको चाहिँ त्यो चाहिँ ग्यारेन्टी हो। हामीले सुनकै घरभित्र लुक्यो भने पनि नि बाहिर निकाल्छ मानिसले, जलाउनुलाई हो कि गाड्नुलाई हो प्रिय हो। हामी सबैको नि दिन एउटा आउँछ, थाहा छैन होइन कुन दिन कुन महिना कुन साल कति भोलि के हुने हो। हामीलाई अहिले केही साल अगाडि नेपालमा शनिबारको दिन बिहान 9 बजेको आसपासमा ठुलो भुइँचालो आयो, हामी सबैलाई थाहा भएको कुरा। अहिले ठुलो भुइँचालो आयो, त्यो भुइँचालोमा किसिम मानिसहरू मरे, तर हामीले यसो अनुसन्धान लिँदाखेरि लगभग 20,000 जस्तो नेपालमा मान्छे मरेछ। किनभने मृत्यु चाहिँ आउँछ भन्ने हामी सबैलाई थाहा भएको कुरा हो, तर कहिले आउँछ बाँसुरी बजाउँदै मुरेली फुक्दै इन्फर्मेसन दिएर SMS गरेर आउँदैन प्रिय हो। तर हामी सबैलाई पहिले नै जानकारी भएको हामी मर्छौँ। तर मर्नुको मतलब के छ भनेदेखि धेरैको विचार के छ भनेदेखिलाई अब बाँसुन्जेलीसम्म खाउला, अलिकति मस्ती पनि गर, फुर्ती गर, मरेपछि को कहाँ जान्छ, कसले देखेर आएको छ, को देखेर आउने चाहिँ को हो, यस्तो खाले कुरा गर्ने मान्छे म पनि हो। यस कारणले गर्दा एक समय मैले यस्तो खाले कुराहरू गर्थेँ। त्यो स्वर्ग देखेर आउने कुन हो, नर्क कसले देखेर आएको छ, त्यो देखेर आउनेलाई चाहिँ यहाँ ल्याऊ, यस्तो अनेक किसिमको एउटा विपरीत कुरा गर्ने मान्छे म। तर ईश्वरको वचनले हाम्रो हृदयलाई जुद्ध छ प्रिय हो। म तपाईँलाई के भन्दछु भनेदेखिलाई मानिसको निम्ति एकपल्ट मर्नु निश्चित छ र त्यस पछाडि त्यसको इन्साफ हुन्छ। इन्साफ भनेको चाहिँ के हो भनेदेखि मर्यो अब त्यसको खेला खत्तम भयो, त्यस्तो होइन। शरीरको ठेगाना मैले तपाईँलाई बताएँ, आत्माको ठेगानाको विषयमा अलिकति बताइदिउँ। परमेश्वरको वचनले के भन्दछ भनेदेखिलाई आजको दिनमा मान्छेले जस्तो सुकै जीवन पनि जिउन सक्छ, आफ्नो जिन्दगीको आफ्नो खुसी प्रकारले जिउन सक्छ। आजको दिनमा होइन धेरै मानिसहरू आफ्नो 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 खुसीको आफू आफू मालिक भएर जिरहेको छ। किनकि हामीले गरेको हरेक काम, असल काम होस् या खराब काम, प्रत्येक गुप्त कुरा समेतको न्याय परमेश्वरले एक दिन गर्नुहुन्छ होइन। हामीले जे पनि गरौँ न जिन्दगीमा, तपाईँले जे पनि गर्नुहोस् नि, तर परमेश्वरले एक दिन त्यसको न्याय गर्नुहुन्छ। तपाईँ भाग्नु सक्नुहुन्न, लुक्नु सक्नुहुन्न। तपाईँले यसो अब जान्ने खालको वकिल पक्रेर तपाईँको पक्षमा लड्नु सक्नु, किनभने सुप्रिम कोर्टको जजको पनि परमेश्वरको घरानामा न्याय हुनेवाला छ। यस कारणले गर्दाखेरि नि त ईश्वरको वचनमा जो लेखेको छ, म तपाईँलाई त्यसको कुराहरू ईश्वरको वचनमा लेखेकोदेखि बाहिर मैले बनाएर भन्नुपर्ने केही पनि म देख्दिनँ, अनि भन्नु पनि हुँदैन। किनभनेदेखिलाई ईश्वरको वचनबाट निस्केर मेरो आफ्नै प्रकारले त्यहाँनिर बनावट गरेर बनाएर तपाईँलाई चाहिँ बताउने कुरा केही पनि छैन। किनभने ईश्वरको वचन चाहिँ आकाशको तल पृथ्वीमाथि भएको हरेक जाति, हरेक भाषा र हरेक सम्प्रदाय र सबै मानिसको लागि हो। किनभने ईश्वरको वचनमा लेखेको छ एकजना मानिस यहाँनिर यसरी लेखेको हामी पाउँदछौँ। एकपल्ट जोडसँगले परमप्रभु परमेश्वरको लागि ताली बजाएर हामी उहाँलाई महिमा चढाउँ। यसरी लेखेको छ किनकि हामी सबै परमेश्वरको न्याय आसनको सामनेमा खडा हुनुपर्छ। यहाँनिर मानिससँग बोलेको, यहाँनिर कुन मानिससँग होइन, सबै पृथ्वीको डल्लो मानिससँग परमेश्वर के भन्नुहुन्छ भने किनकि हामी सबै परमेश्वरको न्याय आसनको सामनेमा खडा हुनुपर्छ र यसरी शरीरमा हुँदाखेरि आफूले गरे बमोजिम हरेक मानिसले राम्रो होस् या खराब होस् हरेक कुराको न्याय
गरिनेछ। यस कारणले गर्दाखेरि नि त पृथ्वीमा हामी लुक्न सक्छौँ, भाग्न सक्छौँ, हामीले कान थुन्न सक्छौँ, हामीलाई सुन्नै इच्छा पनि नलाग्ला, तर परमेश्वरको सामनेमा नि त सिङ्गो पृथ्वीको मानिसको न्याय हुनेवाला छ। के को न्याय भन्दाखेरि हामी जस्तै शरीरलाई हाम्रो जलाएर खरानी बनायो, माटोमा गाडे माटो भइगयो, तर आत्माको न्याय चाहिँ के छ भनेदेखि परमेश्वरको घरानामा नि त उहाँको आँगनमा जब मानिसहरू पुग्छ एक दिन, वचनमा यसरी लेखेको छ, जो जीवनको पुस्तकमा नाम लेखिएको, जो जीवनको पुस्तकहरूमा लेखिएको मुताबिक मृतक मानिसहरूको इन्साफ भयो, अनि जसको नाउँ चाहिँ जीवनको पुस्तकमा लेखिएको भेटाइएन त्यो मानिस अग्निकुण्डमा फ्याँकियो। त्यो अग्निकुण्ड चाहिँ दोस्रो मृत्यु हो। यो अग्निकुण्डको अर्को नाम चाहिँ यसलाई नरक कुण्ड भनेर भनिन्छ। नरक कुण्ड चाहिँ प्रिय हो, दुःखको ठाउँ हो, विपदको ठाउँ हो, वेदनाको ठाउँ हो, बिजोगको ठाउँ हो। आगोभित्र नि को मानिस चाहिँ अब त्यहाँनिर चाहिँ खुसीले बस्न सक्ला, होइन? भतभती फुल छ। तर पनि म तपाईँलाई एउटा कुरा यो पनि साफ गरिदिउँ, यस्तो प्रेमी परमेश्वर, दया अनुग्रही प्रेमको परमेश्वर भएर पनि किन त्यस्तो खालको डरलाग्दो नरक बनाएको त? यस्तो खालको प्रश्न पनि आउला। नरक चाहिँ त खास गरेर मानिसको लागि बनाएको होइन। नरक चाहिँ भूत पिशाचको निम्ति, शैतानको निम्ति बनाएको हो। शैतान चाहिँ सारा पाप अनि मृत्यु ल्याउने शक्ति छ। बहुत लामो कुरा छ, तर तपाईँलाई हाइलाइटमा एकदमै संक्षेपमा मैले बताइरहेको छु। शैतानले पनि ठुलो क्रिया कसम खाएको छ। नरकको आगोलाई देखेपछि, नरकको अग्निकुण्डलाई देखेपछि, विपद र वेदनाको ठाउँलाई देखेपछि शैतानले पनि एउटा क्रिया कसम खाएको छ कि म त जान्छु नै नरकमा, तर पनि म धेरै मानिसलाई नरकमा लिएर जान्छु। यो शैतानको ठुलो षड्यन्त्र हो, जाल हो, प्रिय हो। यस कारणले यो मानिसमाथि, मानिस चाहिँ स्वर्ग जानु सक्ने मानिसहरू हो। यस कारणले गर्दा मानिसलाई छक्याउनु, मानिसलाई भ्रममा पार्नु, मानिसलाई ठग्नु, मानिसलाई धोका दिनु, मानिसलाई ईश्वरको वचनमा यसरी लेखेको छ, मानिस आमाको गर्भमा बस्दाखेरि नै ऊ पापमा गर्भधारण गर्छ। पापमा नै गर्भधारण गर्यो, पापमा जन्मियो, पापमा बढ्यो, पापमा जिन्दगी बितायो, है? यसो नुहाई धुवाई गरेर तेल लगाएर सिनिक्क सिन्किँदाखेरि नि त पापको शुद्धिकरण भएर मानिस पवित्र हुन सक्दैन परमेश्वरको सामनेमा। मानिसको सामनेमा त कसैले पनि दोष लाउन सक्दैन त यस्तो भनेर, किनभने अर्कोलाई दोष लाउने अधिकार मानिसकोमा छैन। तर परमेश्वरको वचनले के भन्छ भनेदेखिलाई, यदि स्वर्गमा चाहिँ मानिस गएन भनेदेखिलाई त त्यसको ठेगाना चाहिँ नरकमा हो, प्रिय हो। ईश्वरको वचनको भनाइ हो। यहाँ मेरो अलग्गै मैले यहाँ फुल पारेर यसो बनावटी गरेर बनाएर तपाईँलाई भन्नु सक्दिनँ, भन्नु पनि हुँदैन। त्यस्तो खाले कुराहरू हो। यस कारणले गर्दाखेरि मानिसको यो विपद अनि वेदनाको कुराहरू देखेपछि चाहिँ परमेश्वरले नि त, स्वर्गको परमेश्वरले, मानिसलाई बनाउने परमेश्वरले, सर्वशक्तिमान, सर्वज्ञानी, सर्वव्यापी जो परमेश्वर, जो धार्मिकता, सत्यता, पवित्रताको स्रोत अनि मुहान हुनुहुन्छ, जसले सास फेर्नलाई हावा दिनुभयो, खानको लागि अनाज दिनुभयो, पृथ्वीमाथि हामीले सुन्दर बगैँचा जस्तो संसारमा जिउनलाई अवसर पाएको छौँ, प्रिय हो। यो परमेश्वर जो चाहिँ अनादि अनन्तकालको परमेश्वर हो, उहाँले चाहिँ नि त मानिसको न्याय गर्नुहुन्छ। किन चाहिँ येशू ख्रीष्ट आउनुभयो? येशू नामको अर्थ नै हो मान्छेको उद्धारकर्ता। तपाईँलाई यो कुराहरू जानकारी गराउँ, तर म तपाईँलाई यो कुरामा आउनुभन्दा पहिले यो बताउन चाहन्छु कि येशू ख्रीष्ट संसारमा आउनुभन्दा उहाँ कहाँ हुनुहुन्थ्यो? येशू ख्रीष्ट संसारमा हामीले अलिकति सुन्यौँ, संक्षेपमा सुन्दैछौँ कि येशू ख्रीष्ट लौ गाईको गोठमा उहाँ पैदा हुनुभयो, जन्मिनु भयो, अनि उहाँलाई जन्माउने चाहिँ कुमारी कन्या मरियम रहेछ भन्ने कुरा यो पनि हामीले संक्षेपमा सुन्यौँ। हाम्रो भारतमा हामीले मानिसले धेरैले चाल पाएको चाहिँ सन्ता क्लाउस, अनि केक कटिङ गर्ने, अनि डेकोरेसन गर्ने, अनि क्रिसमस ट्री, अनि जिङ्गल बेलको गाना गाऊ। क्रिसमस भनेको चाहिँ यतिमा नै उनीहरूले सीमित यस्तो प्रकारले बुझेको छ। तर म तपाईँलाई के भन्छु भनेदेखिलाई, येशू ख्रीष्ट संसारमा आउनुभन्दा पहिले नि त यसरी लेखेको छ, आदिमा, आदि भनेको चाहिँ सृष्टि हुनुभन्दा पहिले आदिमा वचन हुनुहुन्थ्यो, अनि वचन परमेश्वरको साथमा हुनुहुन्थ्यो, र सबै थोक उहाँबाट बनिएर बनिएको, कुनै एक थोक पनि उहाँ बिना बनिनु आएन। अनि परमेश्वरको वचन चाहिँ देह धारण हुन गयो। देह धारण भनेको चाहिँ वचन चाहिँ के हो भने अदृश्य हो, अनि त्यसले देह धारण भनेको चाहिँ मानिस हुनुभयो। परमेश्वरको वचन देह धारण गर्नुभयो, अनि अनुग्रह र सत्यताले पूर्ण भइकन हाम्रो बिचमा उहाँ बास गर्नुभयो, र हामीले उहाँको महिमा देख्यौँ, जुन चाहिँ महिमा परमेश्वरबाट आउनुभएको एक्लो पुत्रको जस्तो थियो। किनभने परमेश्वरको वचनले चाहिँ शरीर, देह भनेको चाहिँ शरीर धारण गर्यो। येशू ख्रीष्ट यस पृथ्वीमा आउनु भन्दाखेरि सृष्टिकर्ता परमेश्वरको वचन हुनुहुन्छ, अनि वचन चाहिँ देह धारण, शरीर उहाँले धारण गर्नुभयो। किन देह धारण गरेर पृथ्वीमा आउनु के दरकार छ, के जरुरत छ, आउने के कारण छ, उहाँ आएकोले हामीलाई के फाइदा छ?
है। मैले धेरै समय पहिले यस्तो खालको कुराहरू गर्थेँ कि ब्रिटिसले 200 सालभन्दा बढी भारतमा उनीहरूले शासन गर्यो। ब्रिटिसले छोडेर गएको चाहिँ क्रिस्चियन धर्म रहेछ है। अनि यस्तो खालको नेगेटिभ खालको कुराहरू है, नकारात्मक कुराहरू धेरै धेरै बक्ने मान्छेहरू म। यस कारणले गर्दा म तपाईँलाई साफ तरिकाले बताइदिउँ, यो कुनै ब्रिटिसको धर्म होइन। बाइबलमा जुन चाहिँ सृष्टिकर्ता परमेश्वरको वचनहरू छ, यो चाहिँ आकाश तल पृथ्वीमा भएको मानिसको लागि परमेश्वरको योजना हो। ईश्वरको वचनमा साफसँगले लेखेको छ, परमेश्वरको वचन चाहिँ एउटा मानिसको चोलामा उहाँ आउनुभयो मानिसको पापलाई उठाउनको निम्ति। हाम्रो कर्मकाण्डले, हामीले गरेको राम्रो काम चाहिँ एउटा मानवता हो। हामीले असल काम गर्नुपर्छ। मानवताको एउटा परिचय, हाम्रो चिनारी कसरी दिने कि एउटा हामी मानिस हौँ, हामी एउटा असल मान्छे हौँ। असल मानिसको चिनारी चाहिँ उसको एउटा चरित्रले प्रकट गर्छ, प्रिय हो। हामी असल प्रकारले बोल्छौँ, असल प्रकारले मानिसलाई सहयोग साथ दिन्छौँ, इत्यादि असल कर्म गर्नु चाहिँ मानिसको चिनारी अनि परिचय हो। तर हाम्रो असल कामले हामीलाई स्वर्गमा पुर्याउँदैन। एउटा राम्रो मान्छे आएर तपाईँको घरभित्र चोटा कोठामा पस्नु सक्दैन, किनभने एउटा घरभित्र पस्नुको लागि उसको मालिकको अनुमति चाहिन्छ, प्रिय हो। भनेपछिलाई स्वर्ग चाहिँ अविनाशी, अजम्बरी, अमर अनन्तकालको लागि हो। स्वर्ग चाहिँ परमेश्वरको वासस्थान हो। त्यहाँ असङ्ख्य जातिहरू, असङ्ख्य मान्छेहरू भित्र अटाउन सक्छ। तर स्वर्ग चाहिँ परमेश्वरको घर भएको कारणले स्वर्गमा पस्नु हो भनेदेखि चाहिँ नि त तपाईँलाई परमेश्वरले अनुमति दिनु पर्यो। तपाईँ राम्रो मान्छे पृथ्वीमा हुनु जरुरी छ। यो चाहिँ मानिसको एउटा परिचय हो, आइडेन्टिटी हो, हाम्रो चिनारी हो। यस कारणले गर्दाखेरि चाहिँ म तपाईँलाई के भन्न चाहन्छु भनेदेखिलाई, हाम्रो किन आउनुभयो त येशू ख्रीष्ट? उहाँ को हुनुहुन्थ्यो? तपाईँले अलिकति बुझ्नुभयो। परमेश्वरको वचन हुनुहुन्थ्यो, देह धारण गरिकन उहाँ पृथ्वीमा जन्म लिनुभयो। अनि येशू ख्रीष्ट निष्कलङ्क, निर्दोष, निष्पाप, पवित्र व्यक्ति हुनुहुन्छ। उहाँको चरित्रमा, उहाँको स्वभावमा, उहाँको गुणमा, उहाँको कर्मकाण्डमा तपाईँले एउटा खोट पनि पाउन सक्नुहुन्न। उहाँले जन्मेर कहिले पनि उहाँले कुनै स्त्रीलाई उहाँले खराब नजरले हेर्नु भएन। विवाह गर्ने उहाँमा त्यो खालको विचारहरू थिएन। उहाँले कहिले पनि पृथ्वीमा लडाइँको लागि हतियारहरू उहाँले उठाउनु भएन। येशू ख्रीष्ट चाहिँ के छ भनेदेखिलाई निष्कलङ्क, निर्दोष, निष्पाप अनि पवित्र व्यक्ति। येशू ख्रीष्ट आज म विश्वासी भए, परमेश्वरको वचनको सपोर्टमा छु। यस कारणले येशू ख्रीष्टको पक्षमा भएर बोलेको त्यो पनि होइन, किनभनेदेखि परमेश्वरको वचनको सत्यता तपाईँहरूलाई मैले भनेको, किनभने ईश्वरको वचनभित्र यो कुराहरू लेखेको छ, प्रिय हो। यस कारणले गर्दाखेरि नि त यो संसारको तमाम कुरा हामीलाई चाहिए तापनि सबै कुरा चाहिँ के हो भनेदेखिलाई यो चाहिँ टेम्पोरेरी हो। टेम्पोरेरी बुझ्दै हुनुहुन्छ नि? यो टेम्पोरेरी हो। तपाईँ कति साल बाँच्न सक्नुहुन्छ? गएको केही साल अगाडि हाम्रो भारत देशमा मात्रै नभएर सारा विश्वमा है कोरोना भाइरस आएर धेरै मान्छेहरू डरायो। मर्नुको लागि इच्छा छैन मानिसलाई, धेरै मान्छेहरू मर्यो। किनभनेदेखिलाई कोरोना आउँदाखेरि चाहिँ मान्छेले धेरै रोकथाम गर्ने प्रयास गरे तापनि धेरै मान्छेहरू मर्यो। मरेपछि मानिसहरू दुई ठाउँ छ जाने ठाउँ। स्वर्गमा गए। स्वर्ग चाहिँ के हो भनेदेखिलाई पवित्र ठाउँ हो। स्वर्गमा जानुको लागि नै त तपाईँ कुन देशको मान्छे हो, कुन जातिको मान्छे हो, कुन धर्मको मान्छे हो, कुन भाषाको मान्छे हो, कति पढेको, तपाईँ कति धनी है, तपाईँको कति सुन्दरता, कति तपाईँको यस्तो खालको क्वालिटी हेर्नुहुन्न। परमेश्वरको स्वर्ग राज्यमा प्रवेश गर्नको लागि एउटै योग्यता चाहियो, प्रिय हो। त्यो चाहिँ के हो भनेदेखिलाई स्वर्गमा प्रवेश गर्नको लागि चाहिँ पवित्रता चाहिन्छ। त्यो कसरी पवित्र हुने? मानिस नुहाउनु जरुरी छ, किनभने हाम्रो स्वास्थ्यको लागि, हाम्रो शरीरको लागि, हाम्रो स्वास्थ्यको लागि धेरै लाभदायक छ नुहाउनुलाई। तर नुहाउनु चाहिँ छाला सफा गर्नु, टाउको कपाल सफा गर्नु मात्रै हो। पैतालोदेखि टाउको कपाल सफा गर्नु मात्रै हो। जुनै दामी, जति नै दामी सेम्पू लगाएर नुहाए पनि त्यो छाला सफा गर्ने, कपाल सफा गर्ने मात्रै हो। तर म तपाईँलाई के भन्छु भनेदेखिलाई पानी र सेम्पू साबुनले नि त तपाईँको पापहरू धुनु सक्दैन, प्रिय हो। म तपाईँलाई के भन्छु भनेदेखिलाई उहाँ किन आउनुभयो? बहुत ठुलो प्रश्न हो यो। ईश्वरको वचनमा लेखेको छ, म तपाईँलाई साफसँगले पढेर सुनाइदेऊ। यहाँ अहिले प्रचार गर्दै गरेको कुरा नि यो क्रिस्चियन धर्मको कुरा पनि होइन। यो खास गरेर भन्यो भनेदेखि सृष्टिकर्ता परमेश्वरको योजना पृथ्वीमा बस्ने मानिसको लागि के हो त्यसको वर्णन यहाँ हुँदैछ। यहाँनिर पर्टिकुलरली एउटा कुनै जाति, कुनै देश, कुनै सम्प्रदाय, कुनै भाषा, कुनै धर्मको प्रचारै होइन। किन बाइबलको कुनै, परमेश्वरको कुनै एउटा खण्डमा, कुनै एउटा पदमा कहीँनिर पनि लेखेको छैन कि म चाहिँ एउटा क्रिस्चियन धर्म बनाउनु आएँ, म एउटा नयाँ धर्म बनाउनु आएँ। कुनै पदमा यस्तो खालको कुरा लेखेको छैन। तर येशू ख्रीष्ट संसारमा आउनुभएको चारवटा उद्देश्य म तपाईँलाई बताइदिउँ उहाँ किन आउनुभयो। ईश्वरको वचनमा यसरी लेखिएको छ,
यो वचन हर प्रकारले विश्वासयोग्य छ अनि ग्रहणयोग्य छ कि पापी मानिसहरूलाई उद्धार गर्नको लागि प्रभु येशू ख्रीष्ट संसारमा आउनुभयो। ईश्वरको वचनमा यसरी लेखिएको छ, स्पष्ट लेखिएको छ, यो वचन हर प्रकारले विश्वासयोग्य अनि ग्रहणयोग्य छ कि पापी मानिसहरूलाई उद्धार गर्न येशू ख्रीष्ट संसारमा। कसरी चाहिँ उहाँले उद्धार गर्नुहुन्छ? उद्धार भनेको कुरा के हो? उद्धार भनेको कुरा चाहिँ के हो भनेदेखि मानिस पापमा छ, मानिस चाहिँ एउटा एकदमै 80 फुट तल एउटा खाडलमा खसेको छ, ऊ आफै निक्लिन सक्दैन। पाप भनेको चाहिँ के हो भनेदेखिलाई परमेश्वरको सामनेमा नि त साह्रो गनाउने कुरा हो। म तपाईँलाई भन्नु, तपाईँको कागको नानी 2 साल 1.5 सालको नानी चाहिँ खेल्दै जाँदाखेरि चाहिँ गुहे खाल्टामा खस्यो, कुनै कारणवश गुहे खाल्टामा खस्यो भनेदेखिलाई गुहे खाल्टामा खसेछ हुन देऊ, त्यतै कसैले पनि भन्दैन। उसको बाबुआमाले उसलाई त्यस ठाउँबाट निकाल्छ, निकालेपछि नि त बाबुआमाले त्यो निकालेको बच्चालाई चुम्मा खाँदैन, सोफामा पनि राख्दैन, काखमा पनि राख्दैन। अब मेरो नानी त गुहे खाल्टामा खसेछ भनेर उठाएर चाहिँ काखमा चेप्दैन, उसले चुम्मा पनि खाँदैन। यद्यपि उसले जन्माएको छातीभरि माया छ तर पनि गर्दैन, किनभनेदेखि त्यो मैला छ। त्यस बालकलाई एकदमै राम्रो पानीले धेरै बेरसम्म नुहाएर, सकभर त तातो पानीले पनि नुहाएर एकदमै सफा गरिसकेपछि अब त्यसमा चाहिँ गुको गन्ध छ कि छैन सुँगेपछि चाहिँ अनि काखमा पनि राख्ने हो, चुम्मा पनि खाने हो, अनि छातीमा ढाडमा पनि बोक्ने हो। त्यस्तो खालको कुराहरू छ। किनभनेदेखि नि त परमेश्वरको सामनेमा अधर्म, अपराध, पाप चाहिँ प्रिय हो, साह्रो गनाउने एउटा घृणित कुरा हो। हामी सबैले पाप गरेको छौँ। मैले त झन् साह्रो धेरै पाप गरेको होला, थुप्रै पाप नि, तर पनि म अधर्मी अपराधी पापी भए तापनि क्षमा पाएको पापी हुँ। परमेश्वरबाट मैले क्षमा मागेको छु। म पनि पापी हुँ, तर म क्षमा पाएको पापी भएको कारणले गर्दाखेरि नि त म शुद्ध भएँ। यो मेरो कर्मको कारणले होइन, तर परमेश्वरको सित्तैको वरदान, उहाँको अनुग्रह, उहाँको दया र एकतर्फी कृपाले गर्दाखेरि सम्भव छ। ईश्वरको वचनमा साफ तरिकाले लेखेको मैले तपाईँलाई सुनाएँ कि परमेश्वरको वचन हर प्रकारले विश्वासयोग्य अनि ग्रहणयोग्य छ कि पापीहरूलाई उद्धार गर्नको लागि प्रभु येशू ख्रीष्ट संसारमा आउनुभयो। केबाट उद्धार गर्नलाई? पाप चाहिँ के हो भनेदेखिलाई परमेश्वरको घरभित्र नि ऊ पस्नु सक्दैन पुग्यो पाप लिएर। तपाईँलाई साफसँगले बताऊँ, ईश्वरको वचनमा लेखेको छ कि संसारमा तपाईँ र मैले के लिएर आयौँ? संसारमा तपाईँ र मैले लिएर आउँदाखेरि नि त केही पनि ल्याएन, तर ईश्वरको वचनमा ईश्वरको वचनमा चाहिँ लेखेको छ, मानिस आमाको गर्भबाट त्यो नाङ्गै आउँछ, मानिस आमाको गर्भबाट नाङ्गै आउँछ र जसरी त्यो नाङ्गै आएको छ त्यसरी नै त्यो फर्केर जान्छ, किनकि त्यसले आफ्नो परिश्रमबाट आफ्नो हातमा लानु सक्ने केही पनि लानु सक्दैन। यहाँ संसारमा हामीले सुन लुकाउँछौँ होइन, एसबिआईले भन्छ यहाँ लकर बनाएको छ, सुन राख्ने ठाउँ ल्याएर राख होइन। हामी सबैलाई थाहा भएको कुरा हो। हाम्रो पैसा बेसी भने ब्याङ्कमा राख्छौँ हामी, अलग अलग ब्याङ्कमा। तर तपाईँलाई म के भन्छु भनेदेखिलाई यो सबै कुरा चाहिँ के छ भने हामीले दुःख गरेर, परिश्रम गरेर, कष्टको साथमा जोडेको, जम्मा गरेको होइन, खाइ नखाइ गरेको जम्मा गरेको धन सम्पत्तिहरू चाहिँ के छ भनेदेखि झोलामा रहने हो, ब्याङ्कको एकाउन्टमै रहने हो, ठाउँको ठाउँमै रहने हो प्रिय हो। तर तपाईँ कहाँ जानुहुन्छ? संसारमा माया, प्रीति, साइनो सम्बन्धले हामीलाई बाँधेको छ, एउटा प्रेमको डोरीले हामीलाई बाँधेको छ। तर एक दिन यस्तो एउटा समय आउँछ प्रिय हो, कसैको बस चल्दैन। जब मृत्यु लिनलाई आउँछ मानिसको आत्माबाट, शरीरबाट आत्मा निकाल्नलाई जब मृत्यु तपाईँको सामनेमा आउँदछ, त्यो समयमा हरेक आफन्तहरू, चाहे श्रीमान होस्, चाहे श्रीमती होस्, चाहे बाबुआमा होस्, घर संसार, धन दौलत, आफ्नो शरीरलाई पनि छोडेर मानिस फुत्त निस्किनु पर्ने हुन्छ। त्यो समयमा नि त ठुलो एउटा तपाईँलाई एउटा पछुतोको कुराहरू छ। म तपाईँलाई आजको समयमा के भन्न चाहन्छु भनेदेखिलाई, अहिले सुन्दै गरेको कुरा चाहिँ एउटा ख्रिस्टान धर्मको एउटा कुराहरू होइन, यो सृष्टिकर्ता परमेश्वरको योजना पृथ्वीमा बस्ने मानिसको निम्ति हो। यस कारणले मैले तपाईँलाई साफसँगले बताएँ। म तपाईँलाई थुप्रो प्रोपोगन्डाहरू पृथ्वीमा चलिरहेको छ नि, कसैले पनि दबाब दिएर, लालच दिएर, आजको जुग जमानामा नपढेको मान्छे पनि ज्ञानी छ। यस कारणले गर्दाखेरि आजको समयमा त्यस्ता लालचको कुराहरू, त्यस्तो दबावको कुराहरू, त्यस्तो धम्कीको कुराहरूमा कुनै कुराहरू सम्भव छैन, किनभने मान्छेहरू बुझ्ने भएको छ। आजको दिनमा एउटा समय यस्तो खालको समय थियो, हामीहरू बचपन हुँदाखेरि रेडियोमा गीत गाउँदाखेरि हामीले आमालाई सोध्थ्यौँ कि रेडियोभित्र गीत गाउने यो छोरी मान्छे चाहिँ कताबाट पसेर गएको, हामीले चाहिँ छेँडबाट हेर्थ्यौँ कि रेडियोभित्र हेरेको, बुझ्दै हुनुहुन्छ नि।
आजको दिनमा 6-7 वर्षको नानीहरूले मोबाइलको धेरै एप्सहरू चलाउन जान्दछ। बुझ्दै हुनुहुन्छ नि, कति साह्रो हाई माने मान्छेको दिमागहरू चाहिँ कति साह्रो एडभान्स भएर गएको छ, अगाडि बढेर गएको छ। म तपाईँहरूलाई के भनेर यसको अन्त्याउँदैछु भन्दाखेरि येशू ख्रीष्ट संसारमा आउनुभएको 4वटा कारण बताइदिउँ। येशू ख्रीष्ट शरीरमा मानवको चोला लिएर उहाँ निष्कलङ्क, निर्दोष, निष्पाप अनि पवित्र चोलामा आउनुभयो। उहाँमा आजसम्म पृथ्वीको कुनै पनि मानिसले लिगल हिसाबमा, न्यायसङ्गत हिसाबमा कोही मानिसले उहाँलाई दोष निकाल्न सक्दैन। म आज पनि यस ठाउँबाट चुनौती दिन चाहन्छु, कोही मानिसले नि त येशू ख्रीष्टको जीवनको पुस्तकहरू पढेर उहाँको जति पनि जीवनीहरू छ, उहाँले बोलेको र उहाँले गरेको उहाँको जति पनि कर्महरू छ, यसबाट एउटा मात्रै शब्द पनि भुल र अधर्मको कुराहरू निकालिदियो भने नि त म ठुलो बाजी मार्छु त्यो मानिससँग। ठुलो चुनौती छ मेरो, किनभनेदेखि येशू ख्रीष्ट यस पृथ्वीमा निष्कलङ्क, निर्दोष, निष्पाप पनि पवित्र व्यक्ति हुनुहुन्छ। किन उहाँ परमेश्वरको वचन देह धारण गरिकन पृथ्वीमा आउनुभयो भन्दाखेरि उहाँको आउने कारण चाहिँ के हो भनेदेखिलाई नि त हाम्रो पापको प्रायश्चित गर्नको लागि। हामी सबै मान्छेहरू पापी छौँ, प्रिय हो। तपाईँले नुहाएर तपाईँले के गर्नु आफ्नो आफ्नो आजादी छ, कसैले पनि केही पनि गर्नु सक्छ, उसको खुसी हो। हामीले कसैलाई पनि केही पनि हामीले भन्नु सक्दैन, हाम्रो अधिकार पनि छैन भन्ने। तर के छ भनेदेखिलाई नि त ईश्वरलाई किन चिन्नु, पापको क्षमा किन पाउनु, पापको प्रायश्चितको लागि उहाँ आउनुभयो। कसरी उहाँले पापको प्रायश्चित गर्नुभयो भन्दाखेरिलाई उहाँ चाहिँ त्यो क्रुसको वेदीमा उहाँ टाँगिनु भयो। खास गरेर उहाँ बलि चढ्नको लागि आउनुभयो। उहाँ बेथलेहेम भन्ने एउटा ठाउँ, यो पृथ्वीको एउटा मध्य भागमा उहाँ जन्मिनु भयो। पृथ्वीको मध्य भाग हो जुन जसलाई चाहिँ बेथलेहेम भनेर भनिन्छ, जुन ठाउँमा चाहिँ येशू ख्रीष्ट जन्मिनु भयो। अनि उहाँलाई गौशालामा एउटा ढुँडमा चाहिँ उहाँलाई वस्त्रले लपेटेर त्यहाँनिर राखिएको थियो। येशू ख्रीष्ट चाहिँ त्यसरी उहाँ पैदा हुनुभयो। येशू ख्रीष्ट आउनुभएको कारण चाहिँ के छ भने जब उहाँ 33 वर्षको उमेर हुनुभयो त्यतिखेर चाहिँ उहाँ क्रुसको वेदीमा पापको प्रायश्चितको लागि उहाँ चाहिँ बलिदानको रूपमा आफूलाई दिनुभयो। वचनमा यसरी लेखिएको छ, म एउटा खण्डलाई पढेर सुनाउँ तपाईँको बिचमा, किनभनेदेखि बुझ्नु जरुरी छ। ईश्वरको वचनमा यसरी लेखेको छ, येशू ख्रीष्ट चाहिँ पवित्र आत्माबाट हुनुहुन्छ र तिमीले उहाँको नाउँ येशू ख्रीष्ट चाहिँ आमाको कन्याको गर्भधारण हुँदाखेरि स्वर्गदूतले भनेको सपना दर्शनमा भनेको कुराहरू हो। यो उहाँ पवित्र आत्माबाट हुनुहुन्छ। तिमीले कन्यालाई भनेको जोसेफलाई भन्दै हुनुहुन्छ यहाँनिर, उहाँले तिमीले जन्मिएकै छैन तर उहाँको नाउँ येशू राख्नेछौ किनकि उसले मानिसहरूलाई तिनीहरूको पापबाट बचाउनु हुनेछ। यहाँ लेखेको छ गर्भमा आउनु मात्रै भएको छ, पवित्र आत्माद्वारा गर्भधारण। अब तपाईँलाई यस्तो पनि प्रश्न आउला है, बिहे नगरिकन लोग्ने स्वास्नीको मिलनै नभइकन कसरी बच्चा जन्मायो त मरियम कन्याले? स्वाभाविक प्रश्न हो यो, स्वाभाविक जायज क्वेसन हो यो। तर पनि के छ भनेदेखिलाई एउटा पुरुषसँग एउटा स्त्रीको विवाह हुनु अनि एउटा कोठाभित्र एउटा घरभित्र एकै साथमा बस्नु, स्वामी स्त्रीको दर्जा पाउनु अनि बालक पैदा गर्नु, यो चाहिँ के भने परमेश्वरले मानिसको लागि बनाएको विधानहरू हो। यो चाहिँ मानिसको लागि बनाउनु भएको विधान हो। परमेश्वरले मानिसलाई खडा गर्नुको लागि नि त उहाँले माटोबाट बनाउन सक्नुहुन्छ मानिसलाई। अनि परमप्रभु परमेश्वरको जब समय आयो, तोकिएको समय कि उहाँले स्वर्गदूतलाई धार्मिक प्रवृत्तिकी जो कन्या थिइन् मरियम भन्ने कन्या, उसको साथमा स्वर्गदूत पठाउनु भयो। स्वर्गदूत जसै आउनुभयो परमेश्वरको वचन लिएर, कन्या मरियम यति साह्रो तर्स्यो अनि स्वर्गदूतले आएर उसलाई अभिवादन गरेको छ, नमस्कार गरेको छ। अनि मरियम कन्याले सोधेको छ, स्वर्गदूतले के भनेको छ भनेदेखिलाई समय पुरा भयो, तमाम प्रकारले गरेको भविष्यवाणीहरू अगमवाणीहरू सिद्ध हुँदै अब यो तोकिएको समयमा आइपुग्यो। किनभने तिमी गर्भवती हुनेछौ, परमप्रभु परमेश्वरले तिम्रो वचन पठाउनु भएको छ अनि पवित्र आत्माको शक्तिद्वारा तिमी गर्भधारण हुनेछौ, तिमीले एउटा बालक जन्माउनेछौ अनि उसको नाम तिमीले येशू नाम राख्नु। अब यहाँनिर जन्मेकै छैन, नाम पहिले नै नामाकरण भएको छ। यहाँ भुँडीमा भर्खरै बच्चा यहाँ देखिएकै छैन, मानिसको हिसाबमा हो भने अब 4 महिना 5 महिनामा भुँडी ठुलो हुन्छ गर्भधारण हुँदा, देखिएकै छैन, पेटमा मात्रै आएको छ। तर पनि स्वर्गदूतले पहिले नै यो कुराहरू बताइदिए, उहाँको नाम येशू राख्नु। येशूको मतलब हो मानिसलाई पापबाट उद्धार गर्नु। उद्धार भनेको चाहिँ के हो भनेदेखि त हामी निस्किनै सक्दैनौँ, हामी फुत्किनै सक्दैनौँ, हामी छुटकारा पाउनै सक्दैन यस्तो ठाउँबाट छुटकारा दिनुको लागि। किनभने पाप चाहिँ त्यो मैला हो, प्रिय हो।
जसले चाहिँ स्वर्गको नि त स्वर्गको गेटभित्र पस्नुको लागि नि त असम्भव छ, किनभने स्वर्ग चाहिँ अघि नै भनिसके अविनाशी अजम्बरी अमर हो। स्वर्ग चाहिँ पवित्र हो, धार्मिकता सत्यताले बास गर्ने ठाउँ, कहिले पनि त्यहाँनिर दुःख भन्ने ठाउँ छैन। स्वर्गको विवरण परमेश्वरको वचनले यसरी भन्छ, स्वर्गमा चाहिँ के छ भने उज्यालो पार्नुलाई बिजुली र घाम जुनको जरुरत छैन। स्वर्ग चाहिँ के छ भने आफै दिव्यमान छ। स्वर्ग चाहिँ आफै अलौकिक प्रकाशन छ प्रिय। यस कारणले गर्दाखेरि परमेश्वरले बनाउनु भएको स्वर्गमा प्रवेश गर्नु चाहिँ के हो भने तपाईँको अविनाशी अमर अजम्बरी चोला पाएर अनन्तसम्म। अनन्त भनेको चाहिँ कहिले पनि अन्त नहुने, 100 साल होइन प्रिय हो, 80 साल होइन। हामी कति चाहन्छौँ बाँच्नुलाई, ल 90 साल होला, तपाईँ 90 सालसम्म नै हो। हाम्रो जिन्दगीमा के छ भन्दाखेरि नि त यस्तो अनन्तकालसम्म चाहिँ परमेश्वरले योजना बनाउनु भएको छ। ईश्वरको वचनमा यसरी लेखिएको छ। अब म तपाईँलाई अन्त गर्दैछु, किनभने ईश्वरको वचनमा लेखेको कुरा अलिकति हाइलाइटमा चाहिँ म तपाईँलाई सुनाउन चाहन्छु। ईश्वरको वचनमा यसरी लेखेको छ कि किनभने परमेश्वरले संसारलाई दोषी ठहराउनु भनेर प्रभु यीशु ख्रीष्टलाई पठाउनु भएन, तर संसारको मानिसहरू उहाँबाट बचोस् भनेर पठाउनु भयो। यहाँ के लेखेको छ भनेदेखि दोषी ठहराउनुलाई यीशु ख्रीष्ट आउनु भएको होइन। यहाँ यीशु ख्रीष्ट आएर मानिसहरूलाई त यति यस्तो यस्तो खालको पाप पो गरेको रहेछ, त महाको पापी नै पो रहेछ भनेर दोषी ठहराउनलाई आउनु भएको होइन। यीशु ख्रीष्ट यहाँ संसारमा आएर मानिसहरूको पाप गन्ती गराउनुको लागि आएन। त यस्तो यस्तो खालको अधर्म अपराध दुराचारी यस्तो यस्तो खालको अपराधी अधर्मी रहेछस् त भनेर उहाँले चाहिँ गन्ती गराउन आउनु भएन। तर यीशु ख्रीष्ट किन आउनु भयो भनेदेखिलाई नि त हाम्रो पाप गन्ती गराउनुलाई होइन प्रिय हो, हाम्रो पाप उठाउनलाई उहाँ संसारमा आउनुभयो। ईश्वरको वचनमा यसरी लेखेको छ, उहाँले आफ्नो शरीरमा अनि क्रुसको वेदीमा हाम्रो पापहरू उठाउनु भयो र हामीलाई परमेश्वरको धार्मिकता बनाउनु भयो। हाम्रो संसारको लागि सबै कुराहरू हामीलाई जरुरत छ। घर छ, गाडीको जरुरत छ, घरको जरुरत छ, नोकरी चाकरीको जरुरत छ, पैसाको जरुरत छ, सबै कुराको कमाइको आय स्रोतको हामीलाई जरुरत छ। सबै कुरा चाहिँ के छ भनेदेखिलाई यो कुराहरू चाहिँ टेम्पोरेरी हो। एक दिन अन्तिम सास फेर्दाखेरि नि त तपाईँले आफन्तहरू, छरछिमेकीहरू, हितैषीहरू, मित्रहरू, सब शुभचिन्तकहरू, वरपर टाढा नजिकमा भएका सबैसँग नि त प्रेमको डोरी स्वाट मृत्युले सुनेर तपाईँलाई शरीरबाट आत्मा निकाल्दाखेरि तपाईँको आत्मा चाहिँ कहाँ जान्छ प्रिय हो। तर परमेश्वरले बडा ग्यारेन्टीको साथमा के दिनुहुन्छ भनेदेखि म तँलाई स्वर्गमा राख्नेछु। ईश्वरको वचनमा एकदम साफसँगले यस्तो कुराहरू लेखेको छ। परमेश्वरको वचनमा के लेखेको छ भने जहाँ म हुन्छु त्यहाँ तिमीहरू हुनेछ। अहिले तपाईँले सुन्दै गरेको कुरा नि, यानी सुन्दै गरेको कुरा तपाईँलाई बनाउने परमेश्वरको वचन हो। यस कारणले पृथ्वीमा हाम्रो यतापट्टि उतापट्टि थुप्रै साइनो सम्बन्ध, आफन्तहरू, थुप्रै कुराले हामीलाई बाँधेको छ। तर एक दिन मृत्यु तपाईँलाई लिन आउँदाखेरि नि त कुनै आफन्तले, कुनै प्रियजनले, कुनै साइनो सम्बन्धको मान्छेले रोक्न छेक्न सक्दैन। यस कारणले गर्दाखेरि नि त जसले चाहिँ परमप्रभु परमेश्वर सृष्टिको मालिकले लिएको योजना चाहिँ के हो भनेदेखिलाई यीशु ख्रीष्टमा चाहिँ नि त पापको क्षमा छ। पापको क्षमा पाउनु चाहिँ स्वर्गमा पस्ने ग्यारेन्टीको टिकट हो। जस्तै हामीले हवाईजहाजको सफर गऱ्यो भनेदेखिलाई जब हवाईजहाजको टिकट तपाईँले पाउनुहुन्छ त्यहाँ जाने बित्तिकै एउटा बोर्डिङ पास भन्ने तपाईँलाई दिन्छ। त्यो बोर्डिङ पास टिकट तपाईँलाई छैन भनेदेखि सेक्युरिटी गार्डले भित्र छिर्नु दिए त के भित्र पटक्कै तपाईँलाई छिर्नु दिँदा, किनभने भित्र छिर्नुको लागि तपाईँको हातमा टिकटको साथमा बोर्डिङ पास पनि चाहियो। यस्तो प्रकारको कुरा छ। स्वर्गमा छिर्नुको लागि नि त हाम्रो बुद्धि, हाम्रो कायदा, हाम्रो तरिका, हाम्रो कुनै प्रकारको एउटा अर्को प्रकारको उजुहात भन्छ नि, हामीले त्यस्तो प्रकारको एउटा कुनै तरिकाहरू अपनाउन सक्दैन प्रिय हो। यस कारणले गर्दाखेरि नि त ईश्वरको वचनमा यसरी लेखेको छ, उहाँले आफ्नो शरीरमा, ईश्वरको वचनमा यहाँ यसरी लेखेको छ, उहाँले आफ्नो शरीरमा अनि क्रुसमा हाम्रो पापहरूलाई बोक्नुभयो र परमेश्वरको धार्मिकता हामीलाई बनाउनु भयो। तपाईँ परमेश्वरको सामनेमा धर्मी हुनुको लागि नि त तपाईँले असल काम गर्नु जरुरी छ। असल काम चाहिँ के भने मानवताको चिनारी हो, मानवताको परिचय हो। हामी मानिस भएर नि त आजको दिनमा दङ्गा फसाद, हिंसा, डाह, निन्दा, छल, जलन, निशा पानीको रमरम्ती, राति निशा नखाइकन कतिलाई निन्द्रा लाग्दैन, घर घरमा शान्ति छैन, लोग्ने साथीको बिहा भएको 15 साल भयो तर हृदय खोलेर उनीहरूको बातचित छैन, घर घरमा झगडा छ, छेउछाउको छिमेकीसँग राम्रो बातचित छैन, एक इबीले हृदयहरू भरिएर एकदमै गलासम्म यस्तो खालको संसारमा हामी बसिरहेको छौँ प्रिय हो, जहाँ चाहिँ राति छोरी चेली हिँड्नुको लागि डरको त्रास छ प्रिय हो। तर म तपाईँलाई के भन्छु भनेदेखिलाई नि त धार्मिकता, सत्यता र पवित्रताको राज्यलाई लिएर यीशु ख्रीष्ट संसारमा म तपाईँलाई के भन्दैछु आखिरीमा, म अब एकदमै तुरे भन्नुपर्ने सुनाउने पर्ने कुरा थुप्रै छ। परमेश्वरको पुत्र यीशु ख्रीष्ट किन आउनुभयो भनेदेखिलाई हाम्रो पापको क्षमा दिनुको लागि।
स्वर्गको राज्य दिनको लागि, अनन्त जीवन दिनको लागि, स्वर्गको अधिकार र स्वर्गको नागरिक दिनको लागि आउनुभयो। आजभन्दा बेसी साल पनि भएको छैन, यो केही साल अगाडि एनआरसीको कुराहरू चल्यो आसाममा, अरू स्टेटमा पनि चल्यो, तर आसाममा चाहिँ भयङ्कर प्रकारले एनआरसीको कुराहरू चल्दाखेरि चाहिँ थुप्रै मान्छेहरू चाहिँ कागज लिएर यता र उता गरे। किनभनेदेखि हरेक मानिसको हातमा चाहिँ के छ भने लिगल डकुमेन्ट चाहिँ उनीहरूलाई चाहियो। किनभने कतै डकुमेन्ट छैन, केही पनि उसको हातमा चाहिँ कुनै पनि लिगल डकुमेन्टहरू न्यायसङ्गतको एउटा डकुमेन्ट एउटा कागज छैन भनेदेखि चाहिँ कहीँ चाहिँ भोलि चाहिँ यहाँको नागरिक हराउँछ कि भन्ने एउटा त्रास थियो हामीलाई। प्रिय हो, ईश्वरको वचनमा यसरी लेखिएको छ कि स्वर्गको नागरिक म तिमीलाई बनाउँछु। यहाँनिर ईश्वरको वचनमा लेखेको छ स्वर्गको नागरिक म तिमीलाई बनाउँछु। स्वर्गको नागरिक त जो हो त्यो चाहिँ स्वर्गमा बस्न सक्छ। स्वर्ग चाहिँ त्यो ठाउँ हो प्रिय हो जहाँ चाहिँ स्वर्गमा पुगिसकेको मानिसलाई नि त जाऊ पृथ्वीमा उतै जागुनतिर फर्का बरु 2-4 सालको लागि भन्यो भनेदेखिलाई नि त स्वर्गको वैभव र सुखमा पुगिसकेपछि नि त पृथ्वी मन पर्दैन प्रिय हो। अहिले चाहिँ त्यस्तो खालको कुराहरू छ। अहिले चाहिँ हामी पृथ्वीमै बसिरहेको छौँ र पृथ्वी मात्रै चहल पहल र यहाँको देखेको कारणले गर्दा हामीलाई यहीँ राम्रो लाग्छ, यहीँ रमाइलो छ। हामीलाई यहाँ किसिमको छ, थुप्रै किसिमको यहाँनिर चाहिँ अब अधर्मको रमरम्ती भए तापनि हामीलाई संसारमा नै बस्नु मन लाग्छ। तर म तपाईँलाई भन्छु स्वर्गमा पुगिसकेपछि नि त संसारमा फर्केर जा 2-4 सालको लागि भन्यो भनेदेखि त्यसले नाइ भन्छ प्रिय हो। यस कारणले गर्दाखेरि त स्वर्ग त्यो ठाउँ हो जहाँ साक्षात परमेश्वर जसले चाहिँ तपाईँलाई बनाउनु भयो, साक्षात सृष्टिको मालिकलाई तपाईँले दर्शन गर्न पाउनुहुन्छ प्रिय हो। यो घामलाई, जुनलाई, तारालाई, माथिको आकाश फिजाउने, धरतीको रचना गर्ने, धरतीमाथि भएका सबै जीवजन्तु र पशु पक्षी र हरियालीहरूको सृजना गर्ने परमेश्वरलाई साक्षात दर्शन गर्दाखेरि तपाईँ धन्यको हुनुहुन्छ। ईश्वरको वचनमा यसरी लेखेको छ, धन्य हुन् तिनीहरू जो पवित्रताको निम्ति, धार्मिकताको निम्ति भोकाउँछन्, त्रिखाउँछन्, तिनीहरूले परमेश्वरको दर्शन गर्ने। स्वर्ग पुगे दर्शन गर्ने त हो, नरक पुगे कसरी दर्शन गर्ने प्रिय हो। नरकमा के छ भनेदेखि नि त आगो र गन्धक जलेको ठाउँ हो। नरकमा किराहरू छ, त्यो आगोभित्र कस्तो खालको किरा होला, आगो खाएर बाँच्ने खालको किराहरू कस्तो खालको किराहरू होला। नरकमा के छ भनेदेखि त 1 गिलास पानी त के 1 थोपा पानी पाउँदैन नरकमा प्रिय हो। नरकमा पुगेपछि नि त त्यसको फलामको जस्तो मन, ढुङ्गाको जस्तो हृदय भएको भए तापनि नरकमा पुगिसकेपछि नि त त्यो पानी जस्तो पग्लिन्छ प्रिय हो, मोमबत्ती जस्तो पग्लिन्छ। तर नरकमा पुगेर पछुतो हुनुभन्दा, ग्लानी फिल गर्नुभन्दा, नरकमा गएर नि त रुनु र तडपिनु र त्यहाँ गएर पछताउनु भन्दाखेरिलाई संसारमा सत्यता के हो, धार्मिकता के हो, पवित्रता के हो, सृष्टिको मालिकको 7 दिनको रचना कसले गर्नुभयो, स्त्री र पुरुषलाई कसले बनाउनु भयो, मानिसमा पाप कसरी आयो, मृत्यु कसरी, यो हाम्रो मौलिक अधिकार हो, हामीले बुझ्ने अधिकार। यदि परमेश्वर हुनुहुन्छ, सृष्टिको मालिक हुनुहुन्छ भनेदेखिलाई स्त्री र पुरुषको सुरुवात कसरी भयो, हामीले पत्ता पल्टाएर यसलाई हामीले पढेर बुझ्नु पर्यो। 7 दिनको सुरुवात कसरी भयो, मानिसको जीवनमा पाप कसरी आयो, मानिसको जीवनमा मृत्यु कसरी आयो, मानिस कसरी मर्ने भयो, अविनाशी अजम्बरी अमर चोला मानिसले कसरी पाउने, यो बुझ्ने हाम्रो मौलिक अधिकार हो प्रिय हो। तर म तपाईँलाई के भन्छु भनेदेखिलाई आजको संसार चाहिँ बेसी व्यस्तताको समय होइन। अहिले सोसियल मिडियाको जुग जमाना आयो, मान्छेहरू बिजी व्यस्त छ। अनवरत रेलगाडीमा स्कुटीको पछिधरिमा बस्ने मान्छेहरूले मोबाइल खेलाइरहेको हुन्छ है। जहाँसुकै पनि हेर एक्टरसँगले चाहिँ यति साह्रो मान्छेको टाउको भित्र चाहिँ आजको समयमा चाहिँ के होला नि, मान्छेको हृदयमा चाहिँ के कुराहरू पसिसकेको होला। आफूलाई बाठो छु भनेर, ज्ञानी छु भनेर, बुद्धिमानी छु भनेर मानिसले धोका खाइरहेको छ प्रिय हो। तर परमेश्वरको योजना येशू ख्रीष्टमा नि त तपाईँको उद्धार गर्न उहाँ आउनुभयो, स्वर्ग दिनलाई आउनुभयो, अविनाशी अजम्बरी अमर जीवन तपाईँलाई दिनको लागि आउनुभयो। पृथ्वीमा नयाँ धर्म लिएर, नयाँ कुनै के एउटा क्रिस्चियन धर्म बनाउनुको लागि उहाँ आउनु भएन। कहीँ लेखेको छैन त्यस्तो खालको कुराहरू। ईश्वरको वचनमा लेखेको छ, जति मानिसले येशू ख्रीष्टलाई विश्वास गर्यो नि, हृदयमा ग्रहण गर्यो, तिनीहरूलाई येशू ख्रीष्टले परमेश्वरको छोराछोरी हुने अधिकार दिनुभयो। यस कारणले गर्दाखेरि स्वर्गको नागरिक, स्वर्गको सिटिजनसिप तपाईँलाई दिनुको लागि येशू ख्रीष्ट आउनुभयो। उहाँ संसारमा आउनुभयो, बलिदानको रूपमा क्रुसको वेदीमा उहाँ बलि चढ्नुभयो। उहाँले बगाएको रगतले नि त तपाईँको मेरो हामी सबै पृथ्वीको मानिसको पापको प्रायश्चितको लागि उहाँले रगत बगाउनु भयो। तर धेरै मानिसले के छ भने पाप चाहिँ परमेश्वरसँग स्वीकार गरेर क्षमा मागेर धार्मिक ठहरिनुको साटोमा पापलाई मानिसले आफ्नो तरिकाले पापको समाधान गर्नु खोज्छ। आफ्नो तरिकाले मान्छेले पापलाई लुकाउन चाहन्छ, छुपाउन चाहन्छ। किनभने पाप चाहिँ एउटा डरलाग्दो जिनिस हो, पाप घिन लाग्दो, पाप शरमसारको कुरा हो। पाप चाहिँ एउटा के छ भने शरम लाग्ने, डर लाग्ने, घिन लाग्ने कुराहरू कसैलाई भन्न मिल्दैन प्रिय हो। तर ईश्वर के भन्नुहुन्छ भने तेरो पाप मेरो सामनेमा स्वीकार गर,
अनि मैले बगाएको रगतले तेरो पापको प्रायश्चितको लागि मैले पहिले नै यस धरतीमाथि पवित्र रगत बगाएको छु। त्यो रगतको खातिर म तँलाई, येशू ख्रीष्टको बलिदानको खातिर म तँलाई क्षमा दिन्छु। उहाँले यो भन्नुहुन्छ। तर धेरै मानिसको आज के छ भनेदेखिलाई पाप स्वीकार गरेर परमेश्वरमा आफूलाई समर्पण गर्नुको साटो के छ भनेदेखि विवाद गर्नुपट्टि होइन, मानिसहरू चाहिँ के छ भनेदेखिलाई झोक्किनुपट्टि, आफ्नो विचारहरू पोख्नुपट्टि मानिसहरूलाई। तर ईश्वरको वचनमा के लेखेको छ भने यदि हामीले यदि हामीमा पाप छैन भनेर हामीले भन्यौँ भने हामीले आफैलाई धोका दिन्छौँ र परमेश्वरको सत्यता हामीमा हुँदैन। तर यदि हामीले आफ्नो पापहरू स्वीकार गर्यौँ भने परमेश्वरले हाम्रो पापहरू क्षमा गर्नुहुन्छ र सबै अधर्म अनि पापबाट हामीलाई शुद्ध पार्नुहुन्छ। किनकि यहाँ ईश्वरको वचनमा लेखेको छ कि येशू ख्रीष्टको रगतले हामीलाई सबै पापबाट शुद्ध अनि पवित्र पार्छ। आजको साँझ नै त तपाईँले सुन्दै गरेको, कहिले कहिले टेलिभिजनमा फिल्महरू आयो भने मान्छेहरू 3 घन्टा भात तिउन डढिसक्यो हो, खाजा डढिसक्यो, तर पनि यहाँनिर चाहिँ राम्रो फिल्म देखेर मान्छेहरू 2 घन्टा 3 घन्टासम्म होइन, यहाँ तै छाड र मै छाड गरेर टिकट काटेर हलतिर हामीहरू पहिले हेर्थ्यौँ। त्यस्तो खालको कुराहरू छ। तर अहिले तपाईँले शान्त प्रकारले बसेर चाहिँ परमेश्वरको वचन सुन्नुभयो। यो चाहिँ कुरा चाहिँ के छ भने आज तपाईँले आधी घन्टा दिएको समय चाहिँ के छ भने यो बहुमूल्य छ। आज सुन्दै गरेको वचन तपाईँलाई एक दिन परमेश्वरले प्रश्न गर्नुहुन्छ नि। त्यो दिन सुनेको थिइस्, येशू ख्रीष्ट चाहिँ यस संसारमा पापबाट प्रायश्चित गरिकन स्वर्ग पुर्याउनको लागि उहाँ आउनुभयो। उहाँ गौशालामा गाईको गोठमा उहाँ जन्मिनु भयो, उहाँ ढुँडमा सुताइयो, उहाँ मारिनु भयो, सबै मानिसले क्रुसमा मरेको देखे उहाँलाई। उहाँले मृत्युलाई जित्नुभयो, पापको प्रायश्चित गरिसकेपछि उहाँले मृत्युलाई जित्नुभयो, जीवित भएर उठ्नुभयो अनि 500 भन्दा बढी मानिसले देख्दा देख्दै आकाशलाई छिचलेर उहाँ स्वर्ग जानुभयो। प्रिय हो, हामीले माने पनि नमाने पनि जगतको उद्धारकर्ता येशू ख्रीष्ट हुनुहुन्छ। यस कारणले हाम्रो मित्रहरू, हाम्रो साथीभाइहरू, हाम्रो छोरीचेली दिदीबहिनीहरूले यहाँनिर आयोजना गरेको छ नि। अब यहाँ लेखेको छ क्रिसमस, मेरी क्रिसमस भनेर। र सबैलाई आजको सन्देश सुन्ने टाढा नजिकका घरमा कतिले बसेर सुन्दै हुनुहुन्छ होला। हाम्रा प्रिय दाजुभाइ दिदीबहिनीहरू, छोरीचेली जति पनि हुनुहुन्छ, तपाईँले सुन्नुभयो। फैसला हाम्रो हो। कसैले यसमा दबाब दिनु सक्दैन, लालच दिनु सक्दैन, कसैले धम्की, यसमा कसैको अधिकार चल्दैन, बिल्कुल चल्दैन। यस कारणले गर्दाखेरि म तपाईँलाई अहिलेको सन्देशलाई है, म यो मेरो परमेश्वरको वचनको जो वक्तव्य छ यतिमा म अहिले यसलाई समाप्त गर्दैछु।